सो हे गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामीहरू जाँदैछौँ स्कोन अनि स्कोन चाहिँ हामीहरूले अस्तिदेखि लाइक काइन्ड मेरो दिदी र मम्मी गएदेखि चाहिँ मैले स्कोन जान एकदम धेरै लाइक मन गरेको थिएँ। आई नेभर न्यू कि बुढानीकण्ठमा काठमाडौँमा देयर इज अ लट अफ थिङ हो। अनि अचानक के त्यो स्पिरिचुअल प्लेस अनि अचानकै इट वाज सो इन पपुलर कसरी थाहा अनि इट वाज पपुलर इन माई FYP2 अनि मम्मीहरू नि गइसकेपछि चाहिँ देखेँ कि द्याट इज द बेस्ट प्लेस टु भिजिट। लाइक उसो ठ्याक्कै वृन्दावन टाइपकै छ भन्नुभएको थियो। सो आई वाज लाइक जाऊँ न त जाऊँ त हामीलाई थाहा छैन हामी कतिखेर जान्छ भनेर। सो हिजो चाहिँ मेरो यो भ्याकेसन चलिरहेको बेलामा चाहिँ मम्मीसँग हिजो घुम्न जाने भनेर प्लान बनाएको थियौँ। अनि चाहिँ उता बाबालाई पनि जचाउनु थियो अनि मम्मीको पनि ड्युटी काइन्ड सकिने टाइममा। अनि आज एकादशी भएको कारणले चाहिँ 12 बजेदेखि 8 बजेसम्म चाहिँ कीर्तन हुन्छ। सो इट वाज अ बेस्ट टाइम, बेस्ट टाइमिङ पनि भयो क्या। अनि त्यही भएर चाहिँ आज चाहिँ वाइ टु वेट भनेर अनि वी चाहिँ मेरो इङ्ग्लिस हामी चाहिँ आज स्कुल जाँदैछौँ। अनि फर्स्ट हामीको हरेक टाइम मन्दिर जानुभन्दा अगाडि गर्नुपर्ने हामीको बाथ। सो आइम गोना बी डुइङ द्याट फर्स्ट अनि त्यसपछि लेट्स मिट अगेन। गाइस म चाहिँ नुहाएर आइसकेँ तर मैले कपाल चाहिँ होइन किनभने मलाई लास्ट खोकी छ अनि हिजो भर्खर मेरो कपालको नुहाएको हो। सो मैले चाहिँ लाइक मेरो बडीमा चाहिँ वास गरेर आएँ अनि अब हो हामीको रेडी हुने टाइम। त्यही भएर मैले चाहिँ मेरो हेयर चाहिँ यो नहोस् भनेर चाहिँ यहाँ हेडबिन लगाएको थिएँ। फेरि ऊ बिग्रियो क्या। अनि त्यसपछि अब फर्स्ट मेकअप गरौँ अन्त चाहिँ हेयर स्टाइल गरौँ ल ओके। म चाहिँ टक्क रेडी भएर आउँछु। ट्रान्जिसन टाइपको गरिदिउँ न त है त। टक्क परेर रेडी भएँ एन्ड दिस इज माई आउटफिट। अनि हुन्छ टक्क रेडी भइसक्यो। अब हामी चाहिँ जाँदैछौँ हस्पिटल यहाँ बाबालाई बसाउनु छ। अनि पछि अब हस्पिटलमै भेटौँ न बाई। सो गाइज हामी चाहिँ आधी बाटो आइसक्यौँ होइन। अनि आई वान्ट टु सो यु काठमाडौँको पल्युसन कतिसम्मको छ भनेर। ओ माई गड आज पानी पर्छ भनेको थियो पनि पानी नै परेन होइन। यो पल्युसनले गर्दाखेरि आँखा नि झ्याप्टेर पोल्छ क्या एकछिन बाहिर निक्लिने बित्तिकै। अनि आज त झनै आज अर्को आन्दोलन पनि छ क्या बल्दी र राजतन्त्र र लोकतन्त्र बिचमा आज फेरि आन्दोलन हुँदैछ। आजदेखि धेरै लगातार हुन्छ अरे मैले सुनेको है। अनि त्यसपछि आज त्यसै जाम पनि धेरै छ। अनि आई विल सो यु पोल्युसन यहाँ पछाडि पनि देखिन्छ होइन। आई विल सो यु पोल्युसन हाउ इज द्याट। हेर्नु गाइजहरू यो पोल्युसन यहाँ यो पुरा पहिला त यहाँ कस्तो मजाले क्लियरली देखिन्थ्यो। अहिले हेर्नु यो पोल्युसनले कस्तो भएको छ। ओ माई गड काठमाडौँ ओ माई गड वाट इज ह्यापनिङ कसम यार। त्यो एयरपोर्ट पनि कति क्लियरली देखिन्थ्यो हेर्नु गाइजहरू। सबै यो पोल्युसनले गर्दाखेरि के हो। अब हजुरलाई चाहिँ अब म हस्पिटल पुगेपछि अपडेट दिन्छु। थ्याङ्क यू बाई बाई। हामी चाहिँ हस्पिटल आएर त बाबाको रगत तानिसक्यौँ फास्टिङको। सो अहिले चाहिँ बाबालाई धेरै भोक लागेर चाहिँ हामी यता बटर नान र राजमा खानावाला छौँ होइन। अनि अब 12 बजीतिर बाबाको रिपोर्ट आउँछ अनि मम्मीको 1 बजी छुट्टी हुन्छ अनि हामी जान्छौँ टु आवर डेस्टिनेसन। अनि त्यही भएर अब हामीहरू यो खाना खाइसकेपछि भेट्दा होला है त। गाइज हामीहरूको चाहिँ टक्क परेर हस्पिटल सबै काम सक्यो। खाजा पनि खाइयो। बाबाको रिपोर्ट सबैहरू आएर चाहिँ हामीको टक्क काम पनि सक्यो। मम्मीको ड्युटी पनि सक्यो। अनि अब हामी जाँदैछौँ स्कोन। अनि आइ एम भेरी एक्साइटेड फर दिस किनभने मलाई पहिल्यैदेखि धेरै जान मन लागिरहेको थियो क्या। सो इट्स अ भेरी गुड ब्लेसिङ कि हामीहरू जान पायौँ भनेर। सो अब हजुरलाई चाहिँ अब स्कुलको आधी बाटोमा भेटौँला है त। हामी चाहिँ आधी बाटो आइपुगिसक्यौँ। अब चाहिँ हामीहरू अलिकति माथि गइसकेपछि चाहिँ पुगिन्छ अरे नि त। सो अहिले चाहिँ प्रसादहरू उता चढाउनु त पऱ्यो नि त। त्यही भएर मेवाहरू लिन गइसक्यो। अनि मैले चाहिँ लड्डु चढाउँछु भनेर भाकल राखेको थिएँ कि त। अनि त्यो लड्डुहरू लिन गइसकेको छ। अनि अब हामीहरू माथि पुगिसकेपछि अहिले म अपडेट दिन्छु है त। गाइज आजको दिनभरिको वेटिङ पछि फाइनली हामीहरू आयौँ इस्कोन मन्दिर। अनि आइएम फिलिङ सो ह्याप्पी राइट नाउ होइन। अनि अहिले ठ्याक्क म तपाईँलाई चाहिँ देखाइदिन्छु कस्तो छ भनेर। क्यान सी यहाँ सबैजना भित्र जाँदै हुनुहुन्छ एन्ड दिस इज द प्लेस।
guys, oh my god. Finally हामी यता आइपुग्यौँ and I'm still not believing कि हामी यता आएको छौँ भनेर. यता भजन कीर्तनहरू पनि चलिरहेको छ. पछाडिपट्टि देखाइदिन्छु पल्युसन भएर यस्तो पुरै देखिरह हैन. बट इट्स सो अझ माथिपट्टि जानै बाँकी छ. त्यहाँ पर हो. हामीहरू अब त्यतातिर जान्छौँ अनि हजुरहरूलाई पनि सँगै लिएर आउँछौँ. हामीहरू चाहिँ अब फाइनली हामी हाम्रो डेस्टिनेसनमा रियल डेस्टिनेसनमा जाँदैछौँ. जब कि हामी आइपुगिसक्यौँ. अब हामी आउँदैछौँ जाँदैछौँ. आई विल सो यु. यता हेर्नु गाइजहरू. वाह गाइज हामीहरू चाहिँ सबै लाइक एन्ड भजन सजन सबै सुनेर यता घुमेर चाहिँ मैले भ्लग बनाएको हो होइन. एन्ड आई फिल सो पिस. अनि आज म रोएँ पनि. मलाई थाहा छैन किन रोएँ तर रुन चाहिँ रोएँ. अनि तपाईँहरूलाई यताको भ्यू म देखाउँछु. हामी चाहिँ विष्णु मन्दिर होइन विष्णु मन्दिर आइसकेका छौँ. अब वरिपरिको देखाउँछु. हामी चाहिँ विष्णु मन्दिर आइसकेका छौँ होइन. अनि यहाँ चाहिँ ठुलो विष्णु भगवान्को यहाँ सुतेकोवाला मूर्ति छ कि. अनि भित्रबाट क्यामेराले गर्नु मिल्दैन. सो आइएम जस्ट गना बी डुइङ फ्रम बाहिर होइन. तपाईँ हेर्नु त कस्तो छ. यहाँ परेको भ्यू पनि एकदम साइलेन्ट छ. एकदम कम मान्छेहरू उसिन्छ. एन्ड इट्स सो रिल्याक्सिङ त पनि. त्यही भएर म देखाउँदैछु. वरिपरिको यस्तो इन्भाइरोमेन्ट मैले भित्रको चाहिँ देखाउन पाइनँ किनभने यहाँ धेरैजना उइसिन्छ. अनि आइएम स्केयर्ड कि मेरो मोबाइल खुट्टा लिएर खुट्टा फालिसिन्छ पारीमा भन्ने डर छ. त्यही भएर मैले चाहिँ यसरी नै बाहिरपट्टि नै देखाउँदैछु होइन. अनि यसो छ यहाँ वरिपरि पनि एकदम पोजिटिभ भाइब्रेसन आउँछ. अनि एकदम खाली पनि छ. सो इट इज सो गुड. अनि आजको मौसम पनि फेरि मेरो फेभरेट मौसम हो. दो इट इज पल्युसन आधी पल्युसन हो. त्यही पनि पानी पर्दा जस्तो खालको आइरहेको. सो आई एम फिलिङ भेरी ग्रेट टुडे होइन. अनि यहाँबाट चाहिँ अलिअलि मात्रै देखिन्छ होइन. सो अनि यो यसो छ हामीको यतातिर. सो आई थिङ्क यो इस्कोन र दिस प्लेस इज भेरी गुड टु भिजिट किनभने अब देयर इज स्पिरिचुअलिटीको हो. सो इट इज गुड अभियसली. मम्मी चाहिँ भित्र गइसक्यो. अनि बाबा चाहिँ मसँगै गइसक्छ किनभने बाबालाई डर छ कि म लडाउँछु भनेर. त्यही भएर अब यसपछि सिधै हामी घर जान्छौँ होला. घर जाने होइन यसपछि. अनि यसपछि हामी घर जान्छौँ. अनि हामीको भ्लग सकिन्छ. अब त्यही पनि केही हुनसक्छ. सो अहिलेको लागि चाहिँ बाई. पछिको लागि चाहिँ हेरौँला. गाइज म चाहिँ घर आइसकेँ होइन. अब आजको दिन वाज सच मेजेस्टिक एन्ड इट वाज सो वन्डरफुल आजको दिन चाहिँ. अनि आई फिल सो पिस इन माई हार्ट टुडे. आई थिङ्क आई क्यान स्लिप भेरी गुडली टुडे. अनि त्यसपछि आजको दिन इट वाज भेरी गुड.
अनि आजको भ्लगको लागि यति नै। अब हजुरलाई चाहिँ अर्को भ्लगमा भेटौँला। आई होप यु विल लाइक दिस भ्लग। अनि त्यही हो। थ्याङ्क यू एभ्रिबडी, बाई बाई, सी यु इन नेक्स्ट भ्लग।